हेलो गाइज, हजुरहरूलाई मेरो यो सानो भ्लगमा स्वागत छ। आज म लिएर आएको छु तपाईँको लागि कालिम्पोङको भित्र कसरी एन्टर गर्नुपर्ने हो त्यो भिडियो लिएर आएको छु। र कालिम्पोङ एन्टर गर्ने बित्तिकै तपाईँले भेट्न सक्नुहुन्छ यहाँ रिलायन्स ट्रेन्डको ठुलो मल छ। यहाँ रिलायन्स ट्रेन्डबाट तपाईँ अगाडि बढिदिनुहोस्। यसो गोलाइ काटेर गोलाइ काट्दा काट्दा यहाँ आउँछ तपाईँको नोभेल्टी हल, जो कि अहिले निर्माण हुनु गइरहेको छ। र यस्तो देखिन्छ नोभेल्टी हल यो पोस्टरमा। यता राइट ह्यान्ड साइडमा देख्न सक्नुहुन्छ तपाईँले। र यसरी जाँदा जाँदा भिडभाड थियो, हल्का अलिकति ट्राफिक पनि देखेँ मैले यहाँ कालिम्पोङमा। कालिम्पोङमा यसो मैले हेर्दै हेर्दै जाँदा यहाँ भिडभाड निकै कम्ती थियो आज। तर पनि बिचमा स्कुटी र बाइक रोकेको रहेछ र अलिकति ट्राफिक यसो गर्दै गर्दा म बिस्तारै बिस्तारै निक्लेँ। मेरो अगाडि एउटा बाइक हुनुहुन्थ्यो र बाइक र गाडी रोकिरहेको थियो, त्यही भएर मैले यसो साइड गरेँ अनि कालिम्पोङ टक्कै एन्टर भयो हामी। ठ्याक्कै एन्टर हुने बित्तिकै र यसरी हल्का जाम हुँदै थियो र यस्तो गर्दै गर्दै एउटा स्कुटी यहाँ एक्सिडेन्ट भएछ। अनि हल्का ठ्याक्कै साइड गरेर म चाहिँ निक्लेँ फेरि कालिम्पोङको। तपाईँहरूलाई यो वान वे र यो टु वे हो। यहाँ पट्टिबाट आउँछ, यहाँ यता सिलगढी जाने बाटो यही। अब यहाँ त तपाईँले मेन कुरो ध्यान दिनुपर्ने हुन्छ जब तपाईँ यहाँ यो चोकमा आइपुग्छ। यतापट्टि राइट ह्यान्ड साइडमा कालिम्पोङ डिस्ट्रिक्ट पुलिसको पुलिस स्टेसन छ र लेफ्टपट्टि जानु सक्दैन, यो वान वे हो। यता राइटै जानुपर्छ तपाईँले जहिले पनि यहाँ आइपुगेपछि ध्यान राख्नुहोस् ल। कालिम्पोङ बसेपछि र हल्का राइट लिने। यहाँबाट तपाईँलाई वान वे भेट्नुहुन्छ। यता अलिक कन्जस्टेड जग्गा छ कालिम्पोङ मेन टाउन। र यता डाँडाबाट फेरि तल हल्का यो वान वे लेफ्ट लिनुभयो भने वान वे भेट्नुहुन्छ। यहाँ तल अब मेला ग्राउन्डहरू भेट्छ। यहाँ तपाईँको यहाँ गाडी राख्छ। यो रङ्गु दलगाउँ यताउता जाने यो कुमाई जाने गाडीहरू यता भेट्न सक्नुहुन्छ लेफ्ट ह्यान्ड साइडमा तपाईँले। र यतापट्टि हनुमान चोक भेट्नुहुन्छ तपाईँले। यसो गर्दै कुना काप्चा गर्दै गर्दै म स्वाटै बसेँ र मेरो राइट ह्यान्ड साइडमा छ तपाईँको मेला ग्राउन्ड, जो कि यहाँ ठुलो ठुलो मेलाहरू पनि लाग्ने गर्थ्यो पहिला। तर अहिले निकै भयो मेला नलागेको। म चिपचाप गर्दै गर्दै म हल्का हल्का निक्लेँ। ट्राफिक धेरै थियो। ट्राफिक यस्तै हुन्छ यहाँ अलिअलि जाम त हुन्छ किनभने यहाँ वान वेले गर्दाखेरि अलिकति कन्जेस्टेड एरिया चाहिँ अलिकति रोडलाई बढाउन पाए राम्रो हुन्थ्यो, तर बढाउने जग्गा पनि छैन। यसो गर्दै गर्दै म हल्का छिरेँ। छिरेपछि अब यहाँ पनि वान वे भेट्नुहुन्छ। यता अगाडि जानुभयो भने चाहिँ उताकै बाटो भेट्छ, जो मोस्ट हाइवे थियो र मेन रोड हुँदै यता भेट्छ। र यता लेफ्ट राइट लियो भने फेरि यता बस स्ट्यान्ड यो मेन स्ट्यान्ड भेट्छ तपाईँले। यता पनि कुमाईको गाडी, यता सिलगढीको गाडी, यता सिक्किमको गाडी राखेको हुन्छ। तपाईँहरू कालिम्पोङ आइहाल्नुभयो भने यहाँ स्ट्यान्डमा झरेर गाडीहरू पाउनुहुनेछ। र यता गएर फेरि यता वान वे हो। यता गयो भने फेरि अगाडिको बाटो भेट्छ। तर यता मैले लिएर राइट टर्न लिएर यता तल गाडीहरू छ। यता डिएस गुरुङ रोडतिर हो तल यो वान वे हो। यो पनि बिस्तारै जानुपर्छ तपाईँले, एकदम स्लो पाराले, किनकि यहाँ वान वे हो। तर सकिन्छ पुलिस नहुँदाखेरि देख्न सक्नुहुन्छ। यता पस्यो भने त राइट ह्यान्ड साइड गयो भने यता गाडीहरू भेट्छ तपाईँको बुचरी बमबस्ती जाने गाडी, अनि यता त्यो फेरि एनिमल सेल्टर जाने गाडी हो। यस भिडियो अब यताबाट जानुभयो भने फेरि 8 बजार भेट्छ। र आजको ब्लग यहीँ समाप्त गरौँ। मेरो डेस्टिनी आयो, रासन किन्छु तपाईँको लागि। धन्यवाद। सी यू सुन।